नमस्ते साथीहरू सबैलाई एउटा कुरा राख्न मन लाग्यो हजुरहरूको अगाडि। अब कसैले त रुचाउनुहुन्छ होला, कसैले रुचाउनुहुन्न होला। यो सुन्न पर्ने त सरकारले हो। के भन्दाखेरि हामी जस्तो गरिब मान्छेहरूलाई चाहिँ स्वास्थ्य र शिक्षा चाहिँ निःशुल्क हुनु पर्यो के। साँच्चै नै निःशुल्क हुनुपर्छ। किन भन्दाखेरि अब गरिब मान्छेसँग त पैसा हुँदैन। अब स्वास्थ्य निःशुल्क नभएर गरिब मान्छेहरूले धेरैले ज्यान गुमाउनु परेछ के। किन कसरी भन्नुहुन्छ होला कि। अब पढ्नेलाई त थाहा होला, नपढ्नेलाई थाहा हुँदैन। अब गरिब मान्छेहरूसँग त पैसा हुँदैन। पैसा नभए पनि बाँच्ने मन त हुन्छ नि, बाँच्न मन त लाउँछ नि गरिब मान्छेलाई पनि। अनि अब गरिबलाई चाहिँ ठुलो रोग लाग्यो भने त दबाई गर्ने पैसै हुँदैन कि। अब गाउँघरमा मागौँ भन्दाखेरि गाउँघरकोले पत्याउँदैन। अब पत्याउनु पनि कसरी, गरिब मान्छेसँग पैसै हुँदैन। पैसै नभएपछि कसरी पत्याउँछ। पैसा माग्न जाँदाखेरि भए पनि पैसा छैन भन्छ। अनि भन्नुहुन्छ क्या। अनि यसले कसरी दिन्छ र यसलाई किन पो दिन्थ्यो पैसा भनेर दिनुहुन्न के पैसा गरिब मान्छेलाई। अनि पैसा नभएपछि त अब बिनाइ भएपछि त सबभन्दा पहिला त पैसै चाहियो। गाडीमा लैजानलाई पैसा चाहियो। अनि हस्पिटलमा पुर्याएपछि भर्ना गर्नलाई पैसा चाहियो। अनि त्यसपछि भर्ना गरेपछि दबाई किन्नलाई पैसा चाहियो। अब पैसा नभएछ भर्नै गर्दिन्न। अनि पैसा नभएछ दबाई दिन्न। अब भर्ना गरेपछि पैसा दबाई ल्याउनु पठाउनुहुन्छ डक्टरहरूले। दबाई लिन जाँदाखेरि पैसा खोज्छ त्यहाँ। सबैभन्दा ठुलो त पैसै जस्तो गर्ने कि। अब पैसा नभएपछि पैसा खोज्दा पाइँदैन। जो कोहीले पत्याउनुहुन्न। नपत्याएपछि चन्जा उठाउन पर्यो। चन्जा उठाउँदै बिरामी, गरिब बिरामी चाहिँ बाँच्ने मन हुँदै ज्यान गुमाउनु पर्छ। मैले हस्पिटलमा देखेछु कि कति यसरी दबाई माग्न जाँदाखेरि दबाई नदिएर पैसा नभएपछि त दबाई दिन नदिएपछि रोएर बसेको देखेछु कति। कसैको त ढुङ्गा जस्तो मन हुन्छ कि। अनि ढुङ्गाको जस्तो मन हुन्छ के हो जस्तो लाग्छ हौ कोही कोही त। मान्छेको मन भएको भए त अलिकति खटक्क मन काटेर दबाई दिन्थ्यो होला नि। दिन्न कि कसैले। अनि नदिएपछि अब बिरामीले, गरिब बिमारीले त ज्यान गुमाउनु पर्छ कि। अनिखेरि स्वास्थ्य के अरे शिक्षा निःशुल्क नहुँदाखेरि गरिबको बच्चाहरूले राम्ररी पढ्न पाउँदैन कि। अब कापी किन्न पैसा चाहियो, किताब किन्न पैसा चाहियो, झोला किन्न पैसा चाहियो, ड्रेस किन्न पैसा चाहियो। अनि पैसा नभएपछि पढ्न पाउँदैन। अनि हो त्यही भएर शिक्षाको लागि निःशुल्क हुनु पर्यो कि। अब गरिबसँग त पैसा हुन्न। गरिबको त कोही गरिब मान्छेको पनि छोराछोरी कति पढ्न जान्ने हुन्छ के। पढ्न जान्ने हुन्छ। पढ्न जान्ने हुँदाहुँदै बाउआमाले पढाउने मन हुँदाहुँदै, छोराछोरीले पढ्ने मन हुँदाहुँदै पैसाको कारणले के अरे पढ्न पाउँदैन कि। अब पढ्नलाई त पैसै चाहियो। निःशुल्क शिक्षा निःशुल्क भए त फ्रीमा पढ्न पाइयो। पढ्न जान्नेहरूलाई त पढ्न पाइयो नि। अब पढ्न नजान्नेहरूलाई त के भएर पढ्न जान्नेलाई हो कि अब भन्दा नि। अब पढ्न जान्ने हुन्छ कोही, पढ्न जान्ने हुँदाहुँदै पैसाको कारणले बाध्यताले उनीहरूले मनले चाहेको जति पढ्न नपाएर पढाइ छुटाउनु पर्छ कि। त्यस्तो हुन्छ कि। त्यही भएर गरिबहरूलाई चाहिँ शिक्षा निःशुल्क हुनु पर्यो, स्वास्थ्य निःशुल्क हुनु पर्यो। अब गरिब भए पनि पढ्न मन लाग्छ। अब गरिब भए पनि बाँच्न मन लाग्छ। त्यही भएर हजुरहरूलाई कस्तो लाग्यो मेरो कुरा
कसैले रुचाउनुहुन्छ होला, कसैले रुचाउनुहुन्न होला। अब धेरै जसो मान्छेहरूले त अब राम्रो कपडा लगाएको, मिठो मिठो खाएको, अनि राम्रो घरबाट गराएको भिडियोहरू रुचाउनुहुन्छ। कसैले रुचाउनुहुन्छ, कसैले हेर्नु होला, कसैले रुचाउनुहुन्छ होला। रुचाउने जातिले सक्दो सेयर गरेर यो चाहिँ सरकार भएको ठाउँमा पुगोस् के। पहिलाको सरकारहरूले नसके पनि अहिलेको सरकारले चाहिँ यो स्वास्थ्य सेवा र गरिबलाई चाहिँ स्वास्थ्य निःशुल्क र शिक्षा निःशुल्क चाहिँ गराउनु पर्यो के। म यही भन्न चाहन्छु के। अब सरकारले आफूले सक्ने सेवा र सुविधा चाहिँ जनतालाई दिन सक्नु पर्यो के। त्यो फाल्टु खर्च गर्न भन्दा के। पहिलाको नेताहरूले त कठैभरि पैसा राखेर अब गरिबहरू त्यत्तिकै भोकै बस्न परेको थियो। त्यो देख्थेन के पहिलाको जनता के अरे नेताहरूले। अहिलेको सरकारले चाहिँ देख्न पर्यो। पहिलाको सरकारले नदेखे पनि अहिलेको सरकारले देख्न पर्यो। त्यही भएर यो भिडियो चाहिँ रुचाउने जतिले सबैले सक्दो सेयर गरेर अहिलेको सरकार भएको ठाउँमा पुर्याइदिनु होला। म यही भन्छु। हजुरहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह दिनुहोला भन्दै म हजुरहरूसँग बिदा माग्न चाहन्छु। सबै साथीहरूले अब मैले भनिसकेँ। अब रुचाए सुन्नु, नरुचाए अब रुचाउने जतिले चाहिँ सक्दो सेयर गरेर सरकार भएको ठाउँमा पुर्याइदिनु होला भन्दै म बिन्ती गर्छु सबैलाई भन्दै म सबैसँग बिदा माग्छु। अहिलेलाई यति नै। बाई बाई साथीहरू।